यो रुमकोले मलाई के पिरियडै युज गरेको छैन भन्दैछ भिखारी। यसरी रुम चेक गर्नुपर्छ साथीहरू। खाएर मतुवाहरूले यस्तो मैला पार राखिदिन्छ, मतुवाहरूले कि रक्सी खाएर। अनि यसमा चाहिँ मतुवाहरू हामीले रुम यसरी चेक गर्नुपर्छ, देख्यो। फेरि रुम हामीले चेक गरेर पठाएन भने, अब रुम हामीले चेक गर्दै गरेर नै ल ओके भनेर एकदम त्यहाँनिर टाइम टेबल लेखेर सिग्नेचर गऱ्यो भने चाहिँ पठायो भने चाहिँ के बिग्रेको सिग्रेको छ भने चाहिँ मालिकले हाम्रोबाट काटिदिन्छ हो। तिनीहरू जानुभन्दा पहिला तिनीहरूलाई त्यहाँ रोकाएर बसाएर रुम चेक गरेर अनि मात्रै पठाउनु पर्छ यिनीहरू। किनकि हजारै बसेर 2000को नोक्सान गरेर गएको हुन्छ। कसले रिमोट फुटाएको हुन्छ, कसले टिभी केही गरेर गएको हुन्छ, फुटाएको हुन्छ होइन मातेर। कसले ताला चाबी लाउने अब त्यो चाइनिज सिस्टमको यस्तोहरू बिगारेर गएको हुन्छ होइन। अनि अस्ति नै यस्तो अब यो 1500 लाग्दो रहेछ लगाउनु, अनि बिगारिदिएको रहेछ कस्टमरले। अनि त्यसमा धन्न भागेन, चेक गरेर थाहा पाइहाल्यो। अनि 1000 रुपियाँ छेलायो। 1000 यहाँ बसेर 1000 रुपियाँ नै उल्टा 500 रुपियाँ दिएर किन्नु पऱ्यो कि त्यस्तो। अनि यसरी रुम चेक गर्नुपर्छ अब होइन। तिनीहरूलाई त्यहाँ राखिरहेको छु, अब गएर ओके ठिकै छ भनेर चाहिँ पठाउनु सक्नुपर्छ क्या हामीले चाहिँ।